हेलो मामा कहाँ जाने हामी हामी त लेख सिन्नेगाडा जाने सिन्नेगाडा जाने हो ल आज हामी जाँदैछौँ हामी बिन्दास तरिकाले तिलपारामा पछाडि यो डबल केपको पछाडि बसेर बिन्दास तरिकाले हावा खाँदै सर केरमा फेरि एकचोटि भनिदिनु त रोकिन्न क्या अब नन स्टप एक्सप्रेस हो माथि त डाँडामा बजाउने केही आएन नाचो रोकिन्छ चल रोकिन्न लेखा गाडी होइन लेखाको होइन लेखाको होइन औलोको गाडी हो हामी जाँदाखेरि मान्छेले अब माथि जाने प्यासेन्जरहरू हुँदो रहेछ रोकिरहन् 4,500 कहाँबाट हाल्ने हो कहाँबाट हाल्ने खसी हाम्रो एकदम मजाको सस्पेन्सन कस्तो अरे एकचोटि सोच अरे यो हाम्रो शिवधाम कुण्डली नि सबको रक्षा गरौँ एकछिन हुन्छ व्यवस्था टुट राख्दिन त मामा कस्तो छ मामा एकदम बवाल ल एउटा गीत जाओस् गाई चराउने मायालाई भेटियो यो मानको तिर्सना गाईलाई चराउँदै हामी जानुपर्ने त्यो माथिको डाँडामा त्यसपछि देख्न सक्नुहुन्छ सम्पूर्ण हाम्रो मलाई त यस्तो मजा आइदिएको छ म सही ठाउँमा देखेँ ओइल सस्पेन्सन एकदम मजा आइरहेको मामा भन्नु न मामा मजाले मामाले मजाले भनिहाल्नुहुन्छ दुई मात्रै छैन है ल्यायो भने माछाको डाँडा तिमी राम्री किन गाल पर्यो तिमी राम्री किन गाल पर्यो उहाँ माथि रोक्छ क्या यार कसैले के रोक्नुपर्छ
त्यही खसेपछि देखियो कि पछि यसलाई कति बनाएर कहाँ समाज हाल्ने भने हाल्दिनु हुँदैन 40 केजीसम्म हुनुपर्यो भन्छ त लाग्यो है ए माथिल्लो चिउरीको त यो यस्तो दामी छ यहाँको भ्यू 10-12 किलो माथि खाएको र हाम्रो खसी हाम्रो मामाको बाटो जाँदैछ के भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ यो भलकमा यो भलकलाई के भन्छ शुभ होस् भन्न चाहन्छु खसी अरू अझै खसी अरू पनि खसी चाहिएमा उहाँलाई सम्पर्क गर्न सकियो ढुक्कका साथ हाल्नु पर्यो नि फेरि जस्तो भने त्यस्तै हो जस्तो भन्यो त्यस्तै खसी पाइन्छ ढाकोमा प्योर गाउँको प्योर अँ सिने यस्तो दामी छुटो नि हो त यार यो यस्तो दामी उयो उठाएर देखिन्छ अब देखिन्न तल देखिन्न तल देखिन्न यो के यो यहाँको भने हाट देखिन्छ त यहाँ यो फाँटो यो ट्याक्क पुरै बडै गडा हाला प्लेनमा लास्ट सिनमा मजा आउँछ यो ठिक छ नि मामा एकदम बिन्दास भइरहेको छ रिल्याक्स एन्ड चिल्याक्स हो के चिल्ला बाटो नबुझेर धेरै बाटो भन्छन् आफ्नो नगर्ने अर्काको खोदो खन्ने हामी यो धन्दा गर्न साथमा पढाउने हो ल खसी पनि आयो यो ल ठिक छ मामा वेट ठ्याक्क भन्नु त पहिला अन्दाजी तपाईँ अब खसी व्यापारी ठ्याक्क पत्ता लगाउनु त पहिला हेरेर कति किलो होला भन्नु त सबैले अँ यो कति होला यो जैसालाई थाहा अहिले जोग्दाखेरि उहाँले 23-24 भन्नुहुन्छ मामा भन्नु छ 24 किलो भन्दा तल 25 किलो काँटामा 0-0 छ ल हेरौँ है त 24 किलो रहेछ 10 किलो घट्छ 12 किलो माछ छ मेरा आफै तपाईँलाई थाहा छ मेरा आफै बोर्डमा घट्छ अब एउटा पाले आउँछ 120 300 कति लोड हुँदैछ अब बाँधिदिने भन्नुहुन्छ त के हो त्यो रबरले बाँधिदिने हो कस्तो ड्राइभर लगाइदिने हो मामा यस्तै खाइदिने
हाम्रो बिन्दास टुर आफ्नै सुर जहाँ ठोकिन्छ त्यही रोकिन्छ जहाँ ठोकिन्छ ती रोकिन्छ सालको डाँडामा ट्याक्क रोकिन्छ रिल्याक्स भएर चिल्याक्स हानिन्छ अरे रिल्याक्स त्यही भएर हो यो मैले सोचिरहेको थिएँ किन हिजो जान मन लाग्थ्यो र त्यो मौरीको घारहरू हो त्यो दिनको टुर भइदिनु लाग्यो कहिले चिसापानी कहिले दह कहिले यस्तो मौरीको घारहरू राखेको छ नि कहाँ छ यार धीरे यार यो माथिको डाँडा बनेको यो वास्तवले गुफाको कस्तो पो हुन्छ अहिले त्यही भएर म यता बसेको अहिले फेरि बाटो भएर कति राम्रो कुरा गरिदिनु भयो धेरै धेरै धन्यवाद बिहे नगरेको मान्छेहरू जे भयो नि केही हुन्न अरे हामीलाई केही छैन अब आउने अगाडि जति बिहा गरेर जन्माइसकेको अगाडिसँग त ठुला भइसकेका यो त बिहे नगरेका टोली ल हामी अब डेस्टिनेसनको नजिक पुगिसकेका अब केही समयमा पुग्छौँ पुरो यो कापल खाने ठाउँ यही हो अनि तिजु खाने ठाउँ यही हो बाघ कुर्ने कुकुरहरू त्यहीबाट टिपेर खाने फुट्छ नि अब यहाँ त कति जोड दिनुपर्छ लोकल कुखुरा भात मासु यस्तै खाउँछन् छोडिदेऊ न यहाँ 16 घन्टा आउँदा एक महिनामा 60,000 कमाइन्छ भने म आउँछु हेल्पर पट्टिका गएर बिहान लोकल भाले बेलुका लोकल भाले एक महिना 60,000 कमाइन्छ नि हेल्पर हुन यहाँ देखाएको लोकल कुखुरा कस्तो आउँछ खावा लाग्यो चुकी ल हामीलाई कस्तो र त पानी यहीबाट लर बाइकमा आउँछ यो सामान झारेर ट्याक्क उकाएर पानी पर्ने हो क्या र हामी पुग्यौँ आफ्नो डेस्टिनेसनमा यो हो हाम्रो सालकोट डाँडा यो सालकोट डाँडामा हामी आज क्याम्प फायर गर्न आएको यही एरियामा यहाँदेखि देखिन्छ अहिले त देखिन्न पछि देखिन्छ भोलि बिहान भ्यू बहुत राम्रो देखिन्छ ल हामी यहाँ पुगिसक्यौँ पर्दैन हामी यहाँ बस्ने थाइमा ट्याक्क बस्ने हामी पहिला आएर बस्यौँ यहाँ यस्तो गरेर बाँधेर यहाँ आएर पहिला जस्तो गरेर हात्ती हालेको यो छिटै उज्यालो हुनुहोस् न यस्तो ठाउँमा आइसकेपछि यस्तो अलि चकचक्कै काम नगर मै
के अरे दिदी रिसाउनु लाग्यो ल आगो बोल्न सुरु भइसकेको छ हाम्रो यहाँ आगो बोलिरह यहाँ अरू सब प्रिपेरेसन भइरहेछ कोही के काट्ने भनिरहन् कोही दाउरा बोकिरहनु भएको त्यो तिमीले भन साथी यो त हामीले धेरै अनुभव गरिसकेका छौँ तिम्रो यो फर्स्ट टाइम यो नाइट क्याम्पिङ कस्तो भइरहेको भयो नाइट क्याम्पिङ कस्तो छ साथी ल भन नाइट क्याम्पिङको तयारी भइरहेछ यो भ्यू हेर्दाखेरि कस्तो दामी छ क्या फेरि अनिलजी दाइ यस्तो समातिदिनु एकैछिनमा यस्तो दिन्छु यस्तो दामी देखिँदो रहेछ एक्सप्लोर टु के भन्छ यसलाई सालको डाँडा म त यतै आइगएँ त जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर